कानुनको धारा लिएर जान्छौँ त्यस्तै कुरा भएर यदि मानेनन् भने धाराको पाइप पनि बोकेर हामी जान तयार छौँ भन्ने कुरा पनि तपाईँहरूलाई म जानकारी दिन चाहन्छु। आज जताततै यत्रतत्र बजारमा दुर्घटना यावत रूपले जताततैबाट निक्लिएर आइरहेको छ। कतिपयलाई लाग्दैछ यो आन्दोलन यस्ता सङ्गठनको कारणले गर्दा मुद्दा झन् चर्क्यो, झन् अगाडि यसरी बढ्दै आयो। जताततै घटना दुर्घटना विभेदका कुराहरू झन् बढ्दो चर्को रूपले आइरहेको छ भन्ने टीका टिप्पणी छ। म तपाईँहरूलाई हल गरिदिन चाहन्छु। यो घटना दुर्घटना बढेको होइन, धेरै रूपमा घटेको। पहिला यो घटना दुर्घटना जति पनि थियो तलै घर गाउँ घरको बाहिरसम्म निक्लिन दिन्थेन नि सामन्ती शोषकहरूले। सकेसम्म घरभित्रै दलितको घरभित्रै त्यसलाई चाहिँ पन्छाउने, त्यसलाई मेटाउने र त्यसको आमा मरोस्, बाउ मरोस्, छोरी मरोस् मतलब छैन यिनीहरूलाई। ती घरभित्रै यिनीहरूले त्यो सल्ट्याउने मिलाउने कसरी हुन्छ, तिनीहरूलाई कसरी हुन्छ उनीहरू बोल्न नसक्ने हुने गरी चाहिँ उनीहरूलाई चाहिँ ढाक छोप थामथुम के पार्नु छ घरैभित्र पार्थे। मुस्किलले समाजमा आयो भने समाजमै यसरी चाहिँ गाउँ ठाउँभित्रै चाहिँ कोल्याप्स भएर मतलब सधैँको लागि लुकेर छिपेर मतलब लुकाइएर राखेका यी घटना दुर्घटनाहरू यावत धेरै छन्, धेरैभन्दा धेरै। र अहिले आइरहेको जुन तपाईँहरूलाई लाग्छ नि बजारमा यत्रतत्र आयो भनेर, यो घटेको होइन। यो भइरहेका घटना, यी यस्ता धेरै घटनाहरू छन् लुकेर छिपेर बसेका। अहिले बोल्न सक्ने, थाहा पाउने आदि इत्यादि सम्पूर्ण दलित समुदायहरू अलिकति जागरुक बनेर आउनुभयो। हामी जस्तो अभियन्ताहरू खुलयाम रूपले यसरी चाहिँ आफ्ना कथा व्यथा, आफ्ना समुदायका कथा व्यथा सम्हाल्नको लागि, बुझ्नको लागि, घर दैलो गर्दै बुझ्नलाई तपाईँलाई गएका पीडा आदि इत्यादि सोधखोज गर्दै हिँडेको कारणले गर्दा आज आएर यी तथा जति पनि पीडा छ, जति पनि त्यो छ, जति पनि यो दुनियाँमा जति पनि चाहिँ घटना दुर्घटनाहरू दलितमाथि भएका छ त्यो बिस्तारै बाहिर आएको हो। र यस्ता घटनाहरू अब सबैतिरबाट आउनुपर्छ, थाहा पाउनुपर्छ। यो समाजमा आज पनि दलित समुदाय कसरी बाँच्नु परेको छ भनेर यो विश्वले थाहा पाउनुपर्छ। धेरै समुदायहरू बोल्नै नसकेर, बोल्दै नबोलेको कारणले काहीँ केही पनि छैन, एकदम ठिक छ, शान्त छ, पहिलेको जस्तो छैन भनेर यी बोल्नेहरूले यिनीहरूलाई दुनियाँको सामुने देखाउनुपर्छ। यी पापी, यी ढोङ्गीहरूले आजको दिनमा पनि कसरी हेपेर चेपेर दलदलमा न्याकेर च्यापेर कसरी राखेका छन् भन्ने कुरा चाहिँ हामीले सम्पूर्ण विश्व बजारमा अब लिएर जानुपर्छ। बिस्तारै घटना दुर्घटनाहरू बाहिर आउँदैछन्। यसरी हिमाल पहाड तराई सब ठाउँबाट यो घटनाहरू आउनुपर्छ। यी बैरीहरू, यी सामन्तीहरू, शोषकहरूलाई जरेदेखि उखाडेर फाल्ने एउटा सुवर्ण तपाईँहरूको लागि सुवर्ण अवसर छ। यो अवसरलाई नगुमाउनुहोस्। तपाईँहरूका लागि हामी दिन रात भोक प्यास केही नभइकन लागेका छौँ र लागि नै रहनेछौँ। अब हाम्रा आमा बुवा दाजुभाइ दिदी बहिनीलाई रुन पुग्यो, अब रुन पर्दैन भन्ने कुराको म ग्यारेन्टी दिन चाहन्छु। तपाईँको घर टोल छिमेकमा जहाँसुकै होस्, घटना दुर्घटना दलितमाथि भएका अन्याय अत्याचारको विरुद्धमा हामी खरो रूपले उत्रनेछौँ। हामीले भनेका छैनौँ हामी कानुन मिचेर जे पनि गर्छौँ, तर कानुनमा जुन देखिएको कुरा हामीमाथि चाहिँ हामीलाई अन्याय पर्दा कानुनले यदि साथ दिएन भने त्यो कानुनलाई पनि हामी प्रश्न गर्नेछौँ। हामीलाई के कारणले चाहिँ तिम्रो कानुनमा समावेश भएको छैन र गरेको छैनौ, हाम्रा उजुरीहरू आजाद उजुरीहरू दर्ता किन दिन मान्दैनौ भन्ने कुराको प्रश्न बार बार हामी खरो रूपले सोधि नै रहनेछौँ। यी सामन्तीहरूले साँच्चीकै सामन्ती सोच, सामन्ती विवेक राखेको हो भने विश्व बजारमा, विश्व अदालतमा, विश्व कानुनमा, विश्व बजारमा गएर यो चिज हामी प्रष्ट ढङ्गले देखाउनेछौँ। हामीलाई आज पनि हाम्रो देशमा एउटा नर्कीय जीवन भएर बाँच्न बाध्य बनेको छ। यसरी चाहिँ हामीलाई आज पनि राखेको छ भनेर विश्व बजारमा यो चिज हामीले लिएर जानेछौँ। आफ्नै नीति, आफ्नै नियम, आफ्नै कानुन छ। यही कानुन अन्तर्गत हामीले भनेका छैनौँ कानुन मिचेर केही पनि गर्छौँ भनेर, तर यही कानुन अन्तर्गत हामी हिँड्दाखेरि यही कानुनमा हामीलाई लेखिएका कुरा नदिएपछि, यही कानुनमा प्रष्टसँगले
कोरिएका कुराहरूको अनदेखा हाम्रो लागि गरेपछि यो कानुनलाई हामीले कानुन नमानेर चाहिँ विश्व बजारमा फेरि हामी जान नपरोस् र यो कुरा चाहिँ सम्पूर्णलाई म अवगत गराउन चाहन्छु र तपाईहरू जहाँसुकै जतासुकै छरिएर पिडिएर बस्नुभएको छ तपाईहरूका घरका घटना दुर्घटना यादी इत्यादि जति पनि छन् तपाईलाई हेपेर चेपेर दिन्छु भनेर नदिएर यी राखेका धेरै घटनाहरू छन् यी सबै अब बिस्तारो बिस्तारो हामी समक्ष आउँदैछ र बिस्तारो हामीले कुन सहयोग गर्नुपर्छ कानुनको सहयोग गर्नुपर्छ के को सहयोग गर्नुपर्छ त्यो सहयोग मार्फत हामी तपाईहरू समक्ष हरदम तपाईहरूको दुःख सुख र हाम्रो दुःख सुख हुनेछ अब यो सम्पूर्ण समुदायको दुःख हुनेछ सम्पूर्ण समुदाय हामी एक हौ भन्ने कुरा हामीले आत्मसात गरिसकेको छौँ तपाईले पनि आफ्नो परिवार सम्झेर तपाईहरूलाई भएका अन्याय अत्याचार विरुद्ध खरो भएर उत्रिनु होला चुप लागेर नबस्नु होला यी बैरीहरूले थमथमायो चुपलाक केही हुँदैन भनेर भन्यो भन्दैमा यी बैरीहरूको यी दुष्टहरूको यी अपराधीहरूको यी पापीहरूको कुरामा लागेर तपाईहरूले फेरि अर्को दुर्घटना निम्त्याउनको लागि या दुर्घटना गराउनको लागि यिनलाई उन्मुक्ति दिने काम कसैले कतैबाट पनि नगरोस् यी पापी अपराधीहरूलाई देशैभरिबाट खोजी कठालो समातेर जेल कोस्न पर्छ यिनीहरूले यति नगरेसम्म बार यस्ता घटना दुर्घटनाहरू जताततै भइरहन्छ अब पनि हामीले हाम्रा चेलीबेटी लत्कृत हुँदा पनि चुपो लागेर हेरेर बस्ने आमा कुटिँदा पनि चुपो लागेर बस्ने बाउलाई काटिँदा मारिँदा पनि चुपो लागेर बस्नु पर्ने भन्ने चाहिँ पक्कै पनि छैन आवाज उठाउनु पर्छ अब खबरदार अब कसैलाई पनि छोडिँदैन एकको हिसाब लिनुपर्छ अब कानुन सबैको लागि लेखेको हो भने सबैको लागि कानुनको रखवालाहरूले सबैको लागि कानुन बराबरी ढङ्गले हेर्नुपर्छ यदि हेर्न चाहँदैनन् भने कुन चाहिँ कहाँबाट कुन आँखा च्यातेर हेर्न लाउनु पर्ने हो अब हामी आँखा च्यातेर हेर्न लाउनलाई पनि आइपुग्नेछौँ हामीले सुने अनुसार देखे अनुसार भोगे अनुसार दलितका मुद्दालाई चाहिँ धेरै ठाउँमा अनदेखा गरिएको हामीले खबर पाएको सो मृत्यु होइन टर्चरबाट मृत्यु भएको हो टर्चरबाट मृत्यु भयो या मार्यो या के गर्यो दुईटा बच्चाको बयान अनुसार बोल्नुको कुरा हो होइन तर प्रहरीले हाम्रो मुद्दा नलिदिनु कारण के हो त अब मुद्दा फिर्ता गरिदिनु कारण के हो यति कुरा हामीलाई चाहिन्छ अब अर्को कुरा के छ भनेपछि लास उठाउनु सतीगति गरोस् भने नि जबसम्म मुद्दा दर्ता हुन तबसम्म लास उठ्दैन यदि यस्तो हो भने तपाईहरू प्रष्ट ढङ्गले जति पनि पीडित हुनुहुन्छ आउनुहोस् यदि तपाईँमाथि यसरी कानुनै लागेर अन्याय गरेको छ भने त्यो कानुनलाई पनि हामी सोध्नेछौँ र के को कारणले किन चाहिँ नै यो दलित समुदायको पीडालाई मात्रै अनदेखा गर्छस् भनेर ती प्रशासनमा बसेका ती हरेक व्यक्ति जतिसुकै ठुलो होस् जतिसुकै आकाश छुन लागेको होस् त्यसलाई घाँटी समातेर त्यो देखाउने हेर्न लगाउने जिम्मा अब हाम्रो हुनेछ अब कुनै पनि दलितले आफूप्रति भएको अन्याय अत्याचारलाई सहेर नबस्नु होला आउनु होला हामी समक्ष सम्पर्क गर्नु होला हामी हरेक ढङ्गले तपाईहरूको दुःख सुख तपाईमाथि भएका अन्याय अत्याचारको विरुद्ध हामी हरदम तपाईहरूको साथमा रहनेछौँ किनकि हाम्रो समुदाय हाम्रो परिवार अब हामी एक भइसकेका छौँ एकमुष्ट भएर सबैजना मिलेर यो विभेदको लडाइँमा अब लड्नुपर्ने देखिएको छ यति बेला एउटा सुवर्ण मौका आएको छ दलित एक स्टेज हामी सर्वश्रेष्ठ मानव भन्ने एउटा जुन शब्दलाई आत्मसात गरेर तपाईहरू समक्ष हर पल हरदम म तपाईहरूको लागि तथ्य र सत्य खबर लिएर आउने नै छु र त्यो भन्दा पनि तपाईहरूलाई जागरुक बनाउन तपाईहरूलाई भएका पीडा दुःख कष्ट आदि इत्यादि जति पनि तपाईहरूलाई परेका यी पीडाहरू छन् त्यो पीडाको बारे म प्रत्यक्ष तपाईहरूसँग जान्न र बुझ्न चाहन्छु तपाईहरू आउनुहोस् भेट्नुहोस् र हामीलाई सम्पर्क गर्नुहोस् हामी हरदम तपाईहरूकै लागि यस्ता न्युज र तपाईहरूको जागरुकताको लागि यी शब्दहरू यी कुराहरू लिएर हरदम हर पल तपाईहरूकै लागि हामी आउनेछौँ भिडियो लामो हुन सक्छ अहिलेलाई यति मात्रै हस्त नमस्ते हामीलाई साथ सपोर्ट दिनुहोला तपाईलाई परेको हरेक दुःख सुखमा हामी अलरेडी साथमा छौँ धन्यवाद।